गाइस अहिले चाहिँ हामी स्याङ्जा आइपुगेको छौँ। अहिले चाहिँ हामीहरू भ्लग हुनेछ। डेस्टिनेसन थाहा छैन। डेस्टिनेसन कस्तो थाहा छैन। डेस्टिनेसन हामी पुगिरहेको छ। राममहल भ्यू यस्तो भ्यू राममहल नयाँ नयाँ राम्रो राम्रो हामी सँगसँगै हिँडौँ होला। अहिले चाहिँ हामीहरू यस्तो बाटोमा हिँड्दैछौँ। हामी ब्लगमा दिइरहेको छौँ। हामीहरू चाहिँ 10जना आएको थियौँ। 5वटा स्कुटी आएको थियो। अहिले चाहिँ हामी एउटा मात्र स्कुटी छौँ। अर्को 4वटा स्कुटी चाहिँ अगाडि गइसकेको छ। कता पुगेको चाहिँ हाम्रो थाहा छैन। हामी अब बिस्तारै हिँडिरहेको छौँ। हामी अहिले खास कुदाउनु पनि नजान्ने। भर्खर लाइसेन्स लिएको 2 दिन भएको छ। हाम्रो भ्यू यस्तो छ। अनि यस्तो अब छेकिहाल्यो अब। अब यहाँ पछाडि म जुम गरेर देखाउँछु यता। ऊ त्यहाँ हेर्नु है त, ऊ त्यो झन्डा भएको ठाउँ छ। ऊ त्यो भालु पाहाडको भ्यू पोइन्ट हो। अनि यस्तो राम्रो भ्यू छ। तर जे होस् तर भ्यू चाहिँ राम्रै छ। सबै ठाउँ त भ्यू एकदम राम्रो छ। राम्रो छ। अब नेपालको नेचुरल ब्युटी देखे जस्तै देखिरहेको छ। सेम टु सेम है। यो चाहिँ हाम्रो लुम्बिनीसम्म भएन। बुटवल पाल्पा हुँदै स्याङ्जा हुँदै पोखराको बाटो बिचमा पर्दो रहेछ। तर ठाउँ त निकै रमणीय ठाउँ रहेको छ। अब आज त हाम्रो त डेस्टिनेसन पोइन्टै थिएन। यो चाहिँ अलिक बाटो चाहिँ अलिक नराम्रो रहेछ। यस्तो छ बाटो। अब यसलाई नराम्रो चाहिँ भन्न मिल्दैन। कि चाहिँ छ तर अलिक पुरानो भएर सायद उबाट खाबाट चाहिँ भएछ अलिकति। तर भ्यू त हो चुम्मावाला पुच्छर पनि देखिँदो रहेछ। हेर्नुहोस् त माछा पुच्छरको टुप्पो। भ्यू त ओहो भ्यू दामी छ। माछा पुच्छरको टुप्पो हामी पोखराबाट हेर्ने भ्यू यही रहेछ। यो चक्कलहरूले गर्दा देखेन। केही छैन। अब हामी अर्कोचोटि आएर हामी सिधै पाल्पा पुग्नेछौँ। अब नेक्स्ट डेस्टिनेसन हाम्रो पाल्पा हुनेछ। नेक्स्ट डेस्टिनेसन हाम्रो पाल्पा। आजकलले चाहिँ पाल्पा पुगेन। आज हामीहरूले चाहिँ यस्तो पाइलट सर्वे गर्न निस्किएका छौँ। बाटो चाहिँ एकदम ठिक रहेछ। लगभग हामीहरू चाहिँ 3 घन्टामा चाहिँ पाल्पा पुगिँदो रहेछ। अर्कोचोटिको नेक्स्ट भ्लगमा चाहिँ हामीहरू पाल्पा चाहिँ पक्का पुगिन्छौँ। अब त्यो खान हरियो वन नेपालको धन जस्तै हो कि हाम्रो हो नेपाल त। यो डाँडा हेरौँ त कस्तो राम्रो देखेको। डाटामाथि चोरी छन् के अरे घाम आएपछि त किसिमै हुन्छ नि होइन। अहिले नि किसिमै देखेछ नि बाबु। किसिमै देखेछ हेरौँ न। यस्तो राम्रो छ हाम्रो नेपाल। अब हामी पोखरा कति किलोमिटर छ हेरौँ त। यहाँबाट अब 22 किलोमिटर रहेछ। 22 किलोमिटर छ। 22 यहाँ किलोमिटर टुरिस्टहरू भयो। टुरिस्टहरूको एरिया होइन। टुरिस्टहरू आइरहेको छ। अब हाम्रो राजाजीलाई चाहिँ अलि एल्टिट्युड सिकनेस भएको कारणले चाहिँ हामी अझ अलि माथि जान चाहिँ सकेनौँ। अब यस्तो डेस्टिनेसनमा यस्तो चप्पल लगाइरहेको छ। यस्तो छ हालत। हाफ ज्याकेट लगाइरहेको छ। अनि अलिक गाह्रो भयो। त्यही भएर जानु पर्यो। घना बुढी रुँदैछ। गाह्रो छ। गाह्रो छ। पहिला बाहिर आउँदा अलिक बिस्तारै आउनु। बाटो अलिक यस्तो छ है के अरे यस्तो टर्निङ सिन्धलीको बाटो जस्तो के यति कुद्यो अगाडि फेरि यस्तो टर्निङ छ। यस्तो बाइक यस्तो कारहरू आइरहेको छ कन्टिन्यू होइन। अलिक ठोक्कर लान्छ अलिक पढ्नु कि। अनि लेन म्यानेजमेन्ट चाहिँ अहिले छैन। चलाउँदाखेरि चाहिँ राम्रो ध्यानपूर्वक चलाएर आइदिनु होला। न त यस्तो यो बाटो यस्तो छ। अब अलिक तल माथि गर्नुभयो भने तपाईँ तल माथि हुनु सक्नुहुन्छ। धेरै घुम्ती छ। फेरि तर यताबाट दृश्य भनेको अब देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी आमा बुबा बाजे बोजूहरू सबैले हेर्नु होला। नेपालको माया नेपाललाई नबिर्सिनु होला। यसरी चाहिँ रेक्लेसली चाहिँ नचलाउनु होला। बिस्तारै जाने भयो हामी। दिदीहरू नि हामी बिस्तारै जाओस्। शुभकामना छ। केही छैन। हाम्रो ड्राइभर मजबुत छ। किनभने हामी ब्लग गर्दा गर्दा नि ड्राइभर दाइले एकदम ध्यान दिएर एकदम कन्सन्ट्रेसनका साथ पुरै दिइराख्नु भएको छ। आँखिराख्नु भएको छ। मैले मोबाइल समातेको छैन है दाजुभाइहरू दिदीबहिनीहरू। हेर्नुहोस् मेरो हात यतै छ। मैले मोबाइल चलाएर त चलाउनु हुन्न। सवारी चालन चलाएको बेला हामी मोबाइल पर सर्वप्रथम प्रयोग नगरौँ र आफ्नो जानको सुरक्षा दुर्घटनाबाट बचाउँ। त्यही कुरा हो। अब यस्तो पोखरा पुग्न लाग्यो। तर एउटा कुरा छ स्याङ्जाको चिसो हावा र त्यो सुन्दरता त्यो हरियो वन मलाई त फुटी सुरु भइसक्यो। तर हाम्रो यहाँ पोखराको यो घाम प्लस यस्तो हामी अहिले हाम्रो राम्रो वातावरणमा वातावरण पोखराको हाम्रो पिस
ऊ पेगोडा पिस पेगोडा दे ऊ मैले पिस पेगोडा भने पिस टुप्पा स्तूपा पेगोडा नि भनिन्छ पेगोडा स्टाइल हो घरै घर फेरि अब आइफोन 17 प्रो म्याक्सबाट भिडियो बनाउँदैछौँ त्यही नै कस्तो नदेखायो हो अब यसो तल जाँदा अब देखिहाल्छ हाम्रो दिदीको के भन्छ टायर पम्पचर भएको जस्तो केही नि भएन हामीसँग र यहाँ अब हाम्रो पोखराको सुन्दरता देखाउन खोजिरहेछौँ होइन अब यो हाम्रो पोखराको यो डाँडाहरू यो बादल वा यो डाँडा हेर्नु त ल कस्तो राम्रो के हो भन्नाले जसरी भन्छ नि एउटा नेपालमा नेपाल यतिकैमा आफूमा युनिक हुने क्या नेपालले युनिक बनाएको हो क्या नेचुरल ब्युटी हुन्छ नि गड गिफ्टेड देश हो कि अब यहाँ आयो त अब तपाईँलाई म यहाँ तल देखाउँछु है त रोक्नु यहाँको भ्यू हेर्नु है त अब यो नेपाल आफूमा एउटा राम्रो देश हो क्या त्यही भएर इन्डिया र चाइनाहरूलाई ध्यान छ क्या आँखा लगाएको छ नि त हामीले बल्ल बल्ल हाम्रा साथीहरू चाहिँ बल्ल बल्ल भेट्टाएको छौँ हाम्रो ग्रुपहरू ज्यादा जाँदैछ तर भ्यू चाहिँ एकदम राम्रो है हाम्रो नेपालको भ्यू एकदम राम्रो हामीबाट के त्रुटि केही भुल भइहाल्यो भने माफ गरिदिनु होला हामी चाहिँ नयाँ नयाँ छौँ यो खेलमा होस्टेलै आइपुग्यो जिएमसीको होस्टेल ए ब्लक हामी चाहिँ जिएमसीकै स्टुडेन्ट हो एकदम संस्कारी एकदम सोझो अनि अलिक बाटो अलिक अप्ठ्यारै छ किनभने यहाँ पोखरा छ नि त नदी स्याङ छ त्यही अलिक बाटो अलिक अप्ठ्यारै छ यो चाहिँ अलिक अगाडि मेरो यो चाहिँ मेरो साथीको पसल हो है तरकारी किन्न आउने भयो यहाँ आउनु यो साथीको अब यी पुग्न आँट्यौँ अब यहाँबाट 2 मिनट हो हामीसँग यस्तै ब्लगमा देखिराख्नु होला हाम्रो सबै युट्युबमा आउनेछ तर हाम्रो मेन कुरा नेक्स्ट डेस्टिनेसनको हाम्रो मेन अब पाल्पा गएर छाड्छौँ अब के हो जस्तो होइन पाल्पा गएर छोड्छौँ तपाईँहरूलाई यो लास्टमा मात्र बिचोक देखाउनलाई मात्र हो तपाईँहरू नभुल्नु भनेर मेन भनेको हाम्रो बिचोक हो कसैले काटेर त्यो बिच सिट नभएको यो हाम्रो बिचोक हाम्रो यही समस्या यहीँबाट हामीले सुरु गरेको थियौँ साइदाको बाटो रामको मन्दिरसम्म यहीँ आएर सक्छौँ हामी लगाएर ल अब यस्तै हो सक्यो है त अब हामी तपाईँले त आएर तपाईँले एकचोटि जानु रामकोट जानु घुम्नु राम्रो छ बिचोक अलिक अगाडि हामी त जिएमसीमा पढ्ने स्टुडेन्ट हो अलिक अगाडि गएर हाम्रो हस्पिटल यहीँ छ यहीँ पृथ्वीबाट यस्तो आउँदा अलिक अगाडि चाहिँ अलिक अगाडि यो नेपाल ब्याङ्क गयो यस्तो अलिक थोरै अगाडि आउनु अनि यहाँबाट यो हङकङ बजारको पछाडिपट्टिको गेट हो पछाडिपट्टि गेट भयो अनि यो चाहिँ हाम्रो जिएमसी गण्डकी मेडिकल कलेज योमा विद्यार्थीहरू आउनलाई एकदम साइड र एकदमै साथ पर्छन् होइन यो जिएमसी हाम्रो यही स्कुलको हामी अनि यहाँबाट जाँदा भयो यहाँबाट आउँछौँ ल अब आज ब्लग यही सकिन्छ गाइस ओके